सम्माननीय सभामुख महोदय, हामीले यसभन्दा अगाडि पनि सिराहामा भएको हत्याकाण्डको विरुद्ध, सिराहामा भएको पुलिस आतंकको विरुद्ध, सिराहा मात्रै होइन, चाहे त्यो चितवनमा भएको पुलिस आतंकबाट रविन गुरुङको मृत्यु भएको घटना होस्, चाहे सोलुखुम्बुमा सबिन बस्नेतको हत्या भएको कुरा होस्, चाहे बझाङ र सुनसरीका घटनाहरू हुन्, देशव्यापी रूपमा फैलिरहेका यी घटनाहरूका विरुद्धमा जुन खालका पुलिस ज्यादतीहरू भइरहेका छन्, जुन खालको असुरक्षा बढिरहेको छ, त्यसमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भइकन हामीले सदनमा यसभन्दा अगाडि पनि कुरा राखेका छौं र त्यस कारणले नै सदन अवरुद्ध छ। सभामुख महोदय, फेरि आज के आग्रह गर्न चाहन्छु भने सिराहामा 68/8/28 गते जुन छेदी यादवको हत्या भयो, त्यो छेदी यादवको हत्या भइसके पछाडि छेदी यादवको हत्या गर्नेहरूको जो हत्या गरेका थिए तिनीहरूकोलाई सजाय नभइकन अरूमाथि, निर्दोषमाथि मुद्दा चलाउने काम भयो। जो साँचो दोषी थियो त्यसलाई कारबाही गर्ने काम भएन। जब निर्दोषहरूमाथि मुद्दा चलाउने कुरा भयो, त्यसको विरुद्धमा त्यहाँ ठूलो आन्दोलन भयो। सिराहाका जनताले ठूलो आन्दोलन गरे कि हत्यारालाई कारबाही गर, निर्दोष मान्छेलाई फसाउन पाइँदैन, न्याय सबैका लागि समान हुनुपर्दछ, पुलिस अराजकता, सरकारको यो खालको जघन्य अपराधपूर्ण क्रियाकलापहरू बन्द हुनुपर्दछ, हिंसाहरू बन्द हुनुपर्दछ भनेर आवाज उठाए। तर सरकारले त्यो आवाजलाई सुनेन, बरु उल्टै त्यो आवाज उठाउनेहरूमाथि आक्रमण गरियो। सभामुख महोदय, लाठी हानियो र धेरै मान्छेहरू, धेरै जनताहरू, धेरै नागरिकहरू घाइते भए। मलाई लाग्दछ त्यहाँ 100 भन्दा बढी जनसमुदायहरू, नेकपा एमालेका कार्यकर्ताहरू घाइते भएका छन् र त्यही सिलसिलामा गम्भीर चोट लागेर रामस्वरूप पासवानको उपचारको क्रममै मृत्यु भयो। सभामुख महोदय, म के आग्रह गर्न चाहन्छु भने सिराहामा जुन ढंगले गलत तत्त्वसँग मिलेर पुलिस र प्रशासन त्यही तत्त्वसँग मिलेर जनतामाथि जुन निर्मम आक्रमण गर्दैछ, जुन एउटा नराम्रो वातावरण निर्माण गर्दैछ, मान्छेहरूलाई आक्रमण गर्दैछ, हत्या गर्दैछ, म यो सम्पूर्ण ज्यादतीको, सरकारको यो ज्यादतीको घोर भर्त्सना गर्न चाहन्छु। र म यति बेला के आग्रह गर्न चाहन्छु भने जुन सिराहामा जुन खालको ज्यादतीपूर्ण घटनाहरू भइरहेका छन्, त्यो घटनाको सन्दर्भमा छिटोभन्दा छिटो न्यायिक जाँच बुझ आयोग गठन होस्। मन्त्रालयबाट पठाएको एउटा टोलीलाई त्यहाँका सबै दलले, त्यहाँका जनताले त्यसले केही पनि गर्न सक्दैन भनेर फिर्ता पठाइदिइसकेका छन्। सभामुख महोदय, त्यसकारणले त्यसलाई उच्च स्तरीय न्यायिक छानबिन आयोग बनाएर त्यसको अनुसन्धान गर्नुपर्दछ। रामस्वरूप पासवान जो उहाँलाई शहीद घोषणा गर्नुपर्दछ र क्षतिपूर्ति स्वरूप 10 लाख रुपियाँ दिनुपर्दछ। सभामुख महोदय, र सँगसँगै म के आग्रह गर्न चाहन्छु भने त्यहाँ जति पनि घटनाका श्रृङ्खलाहरू छन्, ती श्रृङ्खलाहरूलाई छिटोभन्दा छिटो जाँचबुझ गरिकन जनता समक्ष ल्याउनु पर्दछ। होइन भने सरकारले त्यो कुरामा प्रतिबद्धता व्यक्त गर्नुपर्दछ। होइन भने यो सदन अगाडि बढ्न सक्दैन। सभामुख महोदय, र म अर्को के कुरा पनि राख्न चाहन्छु भने हामी गम्भीरतापूर्वक यो कुरा अगाडि सारिरहेका छौं। यहाँ मैले सरकारका उपप्रधान तथा गृहमन्त्री देखिरहेको छु। मलाई विश्वास छ उहाँले यसलाई गाँठो फुकाउनु हुनेछ। तर म के पनि भन्न चाहन्छु भने यदि यो विषयलाई सम्बोधन भएन भने त्यहाँका जनताले, त्यहाँ नेकपा एमाले, सँगसँगै त्यहाँ सबै जनताहरूले यदि यही तरिकाले सरकारले यसलाई व्यवस्था गर्ने हो भने, यो घटनालाई व्यवस्था गर्ने हो भने 12 गतेबाट अनिश्चितकालीन बन्दको घोषणा गर्दैछन्। सभामुख महोदय, त्यसकारणले त्यसबाट उत्पन्न हुने सम्पूर्ण परिणामको सरकार जवाफदेही हुनुपर्दछ। होइन भने यसलाई आजै सम्बोधन गरेर यो परिस्थितिलाई एउटा न्यायिक
आयोगको माध्यमबाट समाधान गर्ने दिशामा जानुपर्दछ, म यो आग्रह गर्न चाहन्छु। अर्को कुरा के छ भने सभामुख महोदय, फागुन 7 गते हाम्रो राष्ट्रिय दिवस हो। शहीद दशरथ चन्द्र गंगालाल धर्मभक्त सुखराज मात्रै होइन, यो देशका हजारौं मान्छेहरूले क्रूर राणाशाहीको विरुद्ध जितेको दिन हो। अधिनायकवादका विरुद्ध प्रजातन्त्रले जितेको दिन हो सभामुख महोदय। एउटा अन्धकार युगबाट उज्यालोतर्फ आएको दिन हो र म भन्न चाहन्छु, सामान्तिक कतिपय अवशेषहरूलाई समाप्त गरेर आधुनिक नेपालमा प्रवेश गरेको दिन हो यो दिन। यदि फागुन 7 लाई भुल्ने हो भने, तपाईले इतिहासलाई भुल्ने हो भने, तपाईले कहिल्यै पनि इतिहासप्रति सम्मान गरेको ठहर्दैन। त्यसकारणले सम्माननीय सभामुख महोदय, सरकारले यस्तो ऐतिहासिक दिनलाई, यस्तो गौरवपूर्ण दिनलाई जुन ढंगले भुल्यो, जुन ढंगले व्यवस्था गर्यो, म यसप्रति घोर आपत्ति प्रकट गर्न चाहन्छु। यसप्रति किन सरकारलाई यसो गर्नु पर्यो? राष्ट्रपतिले प्रजातन्त्र दिवसको सन्दर्भमा वक्तव्य दिनुभयो, सरकारले बिदा पनि दियो, तर त्यही सरकारले त्यो दिनलाई मनाएन। किन सभामुख महोदय, किन यस्तो हुन गयो? म के भन्न चाहन्छु भने, कहिले कहिले उग्र वामपन्थी सोचाइले के हुन्छ भने, आफू सुरुवात भए पछाडि आफू हिँडेपछिको पाइला मात्रै पाइला हो भन्ने ठान्छ, तर सच्चाइ त्यसो होइन। यदि 7 सालको परिवर्तन हुँदैन थियो भने 46 सालको परिवर्तन हुँदैन थियो, गणतन्त्र आउँदैन थियो सभामुख महोदय। गणतन्त्रको आधार स्तम्भ 7 सालको परिवर्तन हो। यदि 7 साललाई आज तपाई भुल्नुहुन्छ, प्रजातन्त्र ल्याएको दिनलाई भुल्नुहुन्छ भने तपाईले कुनै दिन गणतन्त्रलाई पनि भुल्नुहुन्छ। प्रजातन्त्र ल्याएको दिनलाई नमान्ने मान्छेले गणतन्त्र ल्याएको दिन पनि मान्दैन। जो प्रजातान्त्रिक होइन त्यो गणतान्त्रिक पनि हुन सक्दैन। भए पनि पाकिस्तान टाइपको कुनै तानाशाही गणतन्त्र होला, तर लोकतान्त्रिक गणतान्त्रिक हुन सक्दैन सभामुख महोदय। त्यसकारणले म के अनुरोध गर्न चाहन्छु भने, प्रजातन्त्र कसैले नमान्दैमा, 7 सालको परिवर्तनलाई कसैले नमान्दैमा, भोलि गंगालाल र दशरथ चन्द्रका शालिग हटाइयो भने पनि शालिग हटाइँदैमा प्रजातन्त्रको महिमा, त्यो दिनको महिमा सिद्धिँदैन, सकिँदैन, सधैँ अमर रहर रहिरहन्छ नेपाली जनताको मन मस्तिष्कमा। त्यसकारणले सम्माननीय सभामुख महोदय, यसमा सरकारले के कारणले त्यो राष्ट्रिय दिवस मनाउनु परेन, के कारणले मनाइएन, यसमा स्पष्ट पार्नु पर्यो। स्पष्ट पार्न मात्र हुँदैन। यस्तो राष्ट्रिय सम्मानको दिनलाई सरकारले जुन ढंगले अपमान गरेको छ, त्यो अपमान बापत सरकारले यहाँ माफी माग्नु पर्दछ, क्षमा माग्नु पर्दछ, अन्यथा हाउस चल्न सक्दैन। धन्यवाद।